हेलो सामाजिक सञ्जालमा जोडिनुभएका मेरा प्यारा दर्शकहरू, म सन्तोष गाउँलेका तर्फदेखि नमस्कार छ। यस सन्तोष कृषि तथा पशुपन्छी फार्म छत्रदेव 1 चितिका तुमचौरमा रहेको यस फार्मबाट म हजुरलाई अहिले मेरो फार्म देखाइरहेको छु। मेरो फार्मका बाख्राहरू अहिले फुकेर जङ्गलतिर गइसके। यहाँ 2वटा उन्नत जातका बाख्राहरू रहेका छन्। यिनी पनि हजुरहरूलाई म देखाउन गइरहेको छु। देख्न सक्नुहुनेछ। म हजुरहरूलाई देखाउन चाहन्छु। मेरो फार्ममा अहिले यो हेडिङ बोर्ड पनि लगाएको छ, देख्न सक्नुहुन्छ। मेरो फार्म खोर चाहिँ तपाईको 32 फुट लम्बाइ 12 फुट चौडाइको रहेको छ। 4वटा कोठा 2टा बरन्डा अर्थात् बारदली। यो मैले घाँस राख्नलाई बनाएको छु। अहिले यो कोठा खाली छ। यसमा चाहिँ अहिले नयाँ उन्नत जातको सिरुवै बाख्राहरू बस्छ। यता दिउँसोको समयमा बस्नको लागि बरन्डाको व्यवस्था गरिएको छ, देख्न सक्नुहुन्छ। यो बरन्डा हो, यहाँबाट बाख्राले घाँस खाने गर्छन्। यो उन्नत जातको नयाँ ब्रिड सिरुवै राजस्थानी सिरुवै कान्छा। यसको नाम चाहिँ मैले कान्छा राखिदिएको छु। फेसबुकमा एकजना साथीले कल्लु भाइरल पाडो राखे चाहिँ म यसको नाम चाहिँ कान्छा, मेरो कान्छा। यसको नाम चाहिँ मेरो उन्नत जातको ब्रिड बोकाको नाम चाहिँ कान्छा हो। कान्छा यता। यसलाई फुकाउने गरेका छैनौँ, यसले चाहिँ हान्छ। यो जात चाहिँ सोझो कान्छा सोझो हुन्छ भन्ने गर्थे। यो चाहिँ हरामी निस्केको छ, यसले हान्छ। कान्छा यता यता। ल देख्न सक्नुहुन्छ, हरामी छ। यो चाहिँ अहिले मेरो फार्ममा नयाँ ब्रिड हो। यसको यो चाहिँ मैले पश्चिम तौलिया चनौटादेखि 13 किलोमिटर भित्र गुलेरी गाउँमा गएर लिएर आएको हो। यसको नसल युट्युबमा हेरेर मलाई राम्रो लाग्यो, त्यसैले म पनि यसको सानो बच्चा 3 महिनाको बच्चा लिएर आएर अहिले हुर्काएर यो 12-13 महिनाको भइसक्यो। यो चाहिँ पाठी हो, त्यो चाहिँ पाठ हो। घरमा ल्याउँदासम्म करिब 1 लाखको खर्च आएको छ यो नसल ल्याउँदा। अहिले चाहिँ त्यसबाट घर गाउँले खरीमा क्रस गराएर त्यसको नसल वृद्धि गर्न लागेको छु मैले चाहिँ। तपाईँको 4-5वटा पाठा एउटा पाठी निस्केको छ यो फार्ममा, देख्न सक्नुहुन्छ। यी दुईलाई चाहिँ म बदुवा बनाएर पालेको छु। उहाँ मधेस जस्तो समथर ठाउँमा हिँड्ने डुल्ने गरेको, यहाँ चाहिँ लड्खडाउँछन्। त्यसैले बदुवा गराएर नै पालेको छु। यो बलक चाहिँ म नयाँ बलकर भएको हुनाले कुनै कुराहरू अड्कन सक्छन् मुखमा, त्यसको लागि म क्षमा प्रार्थी छु। यस भिडियोलाई देख्नुहुने दर्शकहरूलाई म के आग्रह गर्न चाहन्छु भने किसान भनेर हेला नगरिदिनु होला। अहिले नेपालमै
एक लहर आएको छ। नेपाल कृषि प्रधान देश बनाउने भनेर म कृषि क्रान्ति नै गर्दैछु भन्दा हुन्छ। मैले अहिले यो नसल लिएर आएँ भने म नयाँ नयाँ नसलहरू लिएर आएर आफ्नो फार्ममा उत्पादन गर्न वृद्धि गर्न चाहन्छु। ल यति भन्दै मेरो 2-4वटा शब्दहरू यहीँ टुङ्गाउन चाहन्छु। हजुरहरूले राम्रो लाग्छ भने लाइक कमेन्ट सेयर गरिदिनु हुन आग्रह गर्दछु। फलो पनि गरिदिनु होला। नयाँ ब्लगर हो भनेर हेला नगरिदिनु होला। हस्।